हेलो, को बोल्नु भयो? तपाईसँग सायद पहिले पनि बात गरेको थिएँ मैले नि। अब पहिले त कुरा सुन्नु हुँदैन थियो, अब त सुन्छ होला नि त। तपाईँको दिदी त रहेन। मलाई साफ थाहा छ, मलाई साफ थाहा छ तपाईँहरूको कि अब सिधा हुनु तो समय गयो। ठिक भयो नि। यो 10 करोड रुपियाँ यिनीहरूको पिएफ को पेन्डिङ छ र सँगसँगै 6 महिनादेखि तनखा किन पाएका छैनन् लोङबुकाले? तपाईँ पहिले रिजाइन गर्नु पोस्टबाट। तपाईँ जस्तो मान्छे यो कुर्सीमा बसेर चाहिँ यो जनताले दुःख पाएको, यो कुरा बुझ्छ तपाईँ? पिएफ को चलो अफिसले गर्छ, तिम्रो काम हो श्रमिकलाई तनखा दिलाउने। किन गर्दैनौ तिमी तिम्रो काम? तिमी आज म आउँछु भन्दाखेरि आज तिम्रो आँखा खुलो। तिमी अस्ति मन्त्रीसँग मिलेर जबरजस्ती यिनीहरूको एग्रिमेन्ट गराइदो चुनावमा भोट पाउनका लागि। कलकत्ता बोलाएर श्रमिकलाई दुःख दिन्छन् तनखा दिनका लागि, त्यसको चिया पनि टिपिदिनु अनि त्यसका लागि तनखा माग्न कलकत्ता जानु। तपाईँहरूलाई शरम लाग्दैन? आफ्नै मान्छेले ठगेर बस्छ कुर्सीमा। तपाईँभन्दा त बरु म राम्रो, मणिपुरमा जन्मे पनि तपाईँभन्दा बेसी माया गर्दछु। तपाईँहरू त घरकै छिमेकी भएर पनि तपाईँहरूलाई त्यति पनि उतो छैन आफ्नो मान्छेको। अनि के अपेक्षा राख्नु तपाईँहरू? गर्दै छैन, यो गल्ती हो, ब्लन्डर हो, जल्दी ठिक गर्नु। अहिले मैले मालिकलाई पनि भन्दैछु म छोड्दिनँ, यो बगानमा घुसेर देखाओस् त मालिक। त्यस्ता गदाहरू मैले धेरै देखिरहेको छु, बुझ्नुभयो नि? यो गदागिरी बहुत भइसक्यो। यो 6 महिनाको तनखा विदिन नेक्स्ट 7 डेजमा उसले भनेको छ। तनखा पसेन भने म तपाईँको नोकरी खान्छु, याद राख्नुहोस् यो कुरा, बुझ्नुभयो नि? अनि अरू जति बगानको बिमारी छ सब ठिक गर्नु। जजको पिएफ एकाउन्टमा उतो म्याचिङ छैन, नामहरू म्याचिङ छैन, ती सबै ठिक गर्नु। अनि जजले फौला पाउनु पर्ने थियो, नामहरू छुटेको छ, त्यो सबै बटुलेर अब जोड्ने काम गर्नु। पहिलेको सरकारको अब होस् गर्नु होला नि। बुझ्नुभयो? फेरि रिपिट गरौँ अङ्ग्रेजीमा, हिन्दीमा, कुनै भाषामा। 7 दिनभित्रमा तनखा उहाँहरूको तनखा पसेको हुनुपर्छ। एउटा काम तपाईँलाई भन्दैछु, पिएफ वाला म आफै बात गर्छु।